नेपालबाट देशमा नेपालको एउटा फराउरी पिडोटी आदरणीय आरसी गिरीजी उहाँको सम्मान स्वागतको लागि भनेर यहाँ जोरहाटमा रहनुभएका जोरहाटमा स्थापित विभिन्न सङ्घ संस्थाहरूले आयोजना गर्नुभएको यस कार्यक्रममा यहाँहरू सम्पूर्णलाई स्वागत छ र म कार्यक्रम अगाडि बढाउन चाहन्छु। यस कार्यक्रमलाई आयोजना गर्नुभएको छ आज नेपाल धामी समाज मलेसिया अध्यक्ष आउनुभएको छ। त्यसै गरी नेपाल आदिवासी जनजाति महासङ्घ क्षेत्रीय समिति जोहोबारू र त्यसै गरी किराँत एउटा क्षेत्रीय समिति जोबाट उहाँहरूको संयुक्त आयोजनामा चाहिँ यहाँ समान कार्यक्रम गर्ने भनेर तय भएको छ। त्यसै गरी हामीसँग अतिथिको रूपमा रोपानी सेवा समाज मलेसियाका अध्यक्ष त्यसै गरी मगरसङ्घ नेपालका केन्द्रीय महासचिव दिपेन्द्र बुढा मगर हुनुहुन्छ। यहाँ उठेर अतिथि हुनुहुन्छ, एकचोटि उठेर आसन ग्रहण गर्नु होला। उहाँको लागि ताली बजाएर स्वागत गरिदिनुहोस्। सम्मानको लागि अगाडि बढाउँछौँ सबैभन्दा पहिला सम्मान गर्छौँ। त्यसपछि विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूले केही विचारहरू राख्नुहुनेछ। सम्मान गर्नको लागि महिलाबाट नै सुरु गरौँ। किराँत एउटा क्षेत्रीय समिति जोहोरी माफ गर्नुहोला सम्मानको क्रममा सम्मान गर्नको लागि खाताबाट सम्मान गरेको मलाई म नेपाल आदिवासी जनजाति महासङ्घ क्षेत्रीय समिति जोरका उपाध्यक्ष ईश्वर श्रेष्ठलाई टिप्पणी अगाडि बढाउन चाहन्छु। यो सम्मान ग्रहण गर्नको लागि आरसी देवीलाई विशेषज्ञलाई त्यसै गरी उहाँको यस यात्रा सफल होस्, सुरक्षित होस् भनेर केएलबाट मनाइबाट यहाँसम्म अहिले हाम्रो हरेकसम्म उठेर आउने प्रिय मित्र हाम्रो पन्ध्र समुदाय पनि कृपया स्वागत सहित सम्मान व्यक्त गरिदिन म अनुरोध गर्छु। त्यसै गरी यस सम्मान गर्ने क्रममा म नेपाल धामी समाज मलेसियाको अध्यक्षज्यूलाई पनि अनुरोध गरेँ। नेपाल धामी समाज मलेसियाका अध्यक्ष सन्तोष हात्तीथाकी त्यसै गरी ठाकुर दाकी रत्नका सञ्चालक सदन हुनुहुन्छ। त्यसै गरी किराँत क्षेत्रीय समिति जोहोरी सक्रिय सदस्य हुनुहुन्छ। उहाँलाई पनि कृपया समिति जोहोरी कोषाध्यक्ष अर्थमन्त्री हुनुहुन्छ। अलिक धेरै समय निकाल्नु होला, सम्मान गर्नु होला। धन्यवाद। अतिथिको रूपमा हाम्रो निमन्त्रणालाई स्वीकारेर उहाँहरूको सम्मान र स्वागतको लागि भनेर धेरै टाढाबाट आउनुभएको छ। रोपानी सेवा समाज मलेसियाका अध्यक्ष त्यसै गरी मगरसङ्घका महासचिव दिपेन्द्र बुढा मगरलाई पनि कृपया खाता ओढाएर सम्मान गरिदिन म हार्दिक अनुरोध गर्दछु। यात्रामा लाग्नु भएको छ। आउँदा यात्राहरू पनि अझै एकदमै यो राम्रो हुँदै जाओस्। तपाईँले शुभकामना एकदमै उच्च सम्मान छ। अनि हाम्रो 14 दिन भयो आज स्केटिङ गरेर ल्याउनु भएको छ। हाम्रो सबलाई पनि आफ्नो बाइकमा स्केटिङ गर्दै साथ दिएर यहाँसम्म सकुशल सुरक्षितसँगले जो विभिन्न ठाउँमा उहाँले घुमाउनु भएको छ। उहाँको लागि कृपया कन्जुसाइ नभइकन ताली बजाएर सम्मान गरेको म अनुरोध गर्दछु। त्यसै गरी
वेलकम इन्भेस्टमेन्ट कामालयका ब्रान्च म्यानेजर चिन्तमज्यूलाई पनि कृपया खाना उडाएर सम्मान गरिदिनु म हार्दिक अनुरोध गर्दछु। जिल्ला सम्मान गर्नुहुन्छ। धन्यवाद। त्यसै गरी नेपाल थामी समाज मलेसियाका सचिव प्रज्वल थामीलाई पनि कृपया खाना उडाएर सम्मान गरिदिनु म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी यस रेस्टुरेन्टको साउन्डी हुनुहुन्छ, उहाँले पनि खाना उडाएर सम्मान गरिदिनु होला। जुन कोर्टको लागि कृपया साउन्डी भएर यसले प्रश्न मिल्दैन। यो हामीले छोटो समयमा यो कार्यक्रमलाई हामीले तय गरेका थियौँ, त्यस कारणले हामीले कुनै भने जस्तो गर्न सकेनौँ। त्यसको लागि यहाँहरूलाई हामी क्षमा चाहन्छौँ। जस्तो सोचेका छौँ त्यस्तो भएन। भाइरल हुने भयो नि अब साउनीबाट सम्मान धन्यवाद साउनीज्यूलाई पनि। त्यसै गरी जसले सम्मान र स्वागत गर्न चाहन्छन् कृपया आएर यहाँले खाता गराउँछन्। हाम्रो विश्व साइकल यात्रीलाई शुभकामना सहित यहाँले सम्मान गर्न आगामी यात्राको लागि आशीर्वाद दिन सक्नुहुनेछ। जसलाई इच्छा छ कृपया आउनु होला। फेरि यस्तो मौका आउँदैन, मौका फेरि आउँदैन। धेरैजनाले पढेर बस्नु भएको थियो, मलाई हेर्नको लागि मलाई हेर्नको लागि भएर प्रत्यक्ष रूपमा देख्न हेर्न र फोटो खिच्न मन गर्नुभएको थियो। उहाँहरूको समयको अभावले गर्दाखेरि टाढै जानु पऱ्यो। कृपया तपाईँले यहाँ आउनुहुन्छ भने कसैलाई इच्छा छ भने कृपया आएर खाता लगाएर सम्मान गरिदिन अनुरोध गर्दछु। हामीले छोटो समयमा कार्यक्रम हो। त्यस्तै गरी मलेसियाको विभिन्न घटनाहरूलाई आफ्नो यो पेज मार्फत आफ्नो मिडिया मार्फत हाम्रो यहाँको मलेसियामा बस्नुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको यहाँको कर्तव्यमा त्यसपछि यहाँको जति पनि यो काम कार्यहरू यहाँको प्रतिनिधिहरूलाई चाहिँ मिडिया मार्फत संलग्न गराउने हाम्रो मिडियाकर्मी योगको हलासका सम्पादक सुमन विश्वकर्मा सरलाई पनि यो अवसरको लागि र हाम्रो विश्व साइकल यात्री भाइलाई त्यसपछि हाम्रो एकदमै सफल सरलाई पनि सम्मान गर्नु फोटो त छैन होला है? फोटो खिचेर मैले भिडियो मेन्सन चाहन्थे। हाम्रो चाहिँ विश्व साइकल यात्री सरलाई चाहिँ वेलकम गर्दैछ वीर गोर्खाली होटलमा, तामन्दा गोर्खाली रेस्टुरेन्टमा। कोही हुनुहुन्छ कृपया नाम होला है। उहाँलाई खाना दिनु होला। उहाँले खाना लगाएर सम्मान गर्छु भन्नुभएको छ। दुई चार शब्द दिनु पर्यो। हामीले यहाँहरूलाई धेरै केही गर्न नसके पनि यहाँहरूको सम्मान स्वरूप सानो कार्यक्रमको आयोजना गरेका हौँ। सेवा नमस्ते सर, नमस्ते सर, नमस्ते। हामी चाहिँ हल्का यहाँ सानो स्वागत कार्यक्रम भइरहेको छ। हामी विभिन्न सङ्घ संस्थाको तर्फबाट
धन्यवाद छ हजुरलाई पज गरिदिनु भएको उहाँको मलेसियाको बसाइको निवासहरूले रहेको छ भने उहाँ सिङ्गापुर प्रस्थान गर्नु सबै उहाँको सफलताको लागि कामना गरौँ लगभग सबैले सकिएको जस्तो लाग्छ भने सबैले पड्किनु चाहिँ मोबाइल निकाल्नु खिच्नु न म यो अब थोरै ठुलो मतलब राखिदिनको लागि यो पनि बस्नु होला यसको लागि होइन अतिथिलाई खाना बनाइदिनु पर्ने मलेसियाको अध्यक्षबाट छोटो मन्तव्य राखिदिनुको लागि माइक्रोफोन उहाँलाई हस्तान्तरण गर्दैछु धन्यवाद हाम्रो कार्यक्रम सञ्चालक सुमन सर लगायत आजको प्रोग्राम हाम्रो अतिथि दिपेन्द्र सर लगायत हाम्रो विश्व साइकल यात्री यो दानी भाइ अनि उहाँलाई भएको हाम्रो यहाँ उपस्थित सम्पूर्ण आदरणीय भाइ यस्तो दिनु पऱ्यो मेरो व्यक्तिगत तर्फबाट नेपाल खानी समाजको तर्फबाट यहाँहरू सम्पूर्णलाई सेवाको चाहन्छु र हाम्रो नारायण भाइलाई हुन त के भन्छ केही पनि सकिँदैन तर पनि उहाँले आफ्नो देशको नाम आफ्नो व्यक्तिगत नभएर एउटा देशको नाम नै एउटा चिनाउनको लागि विश्व साइकल यात्री गर्दै हुनुहुन्छ है उहाँलाई उहाँको बाटो उहाँको चाहिँ यात्रा सफल होस् शुभ होस् है उहाँलाई यात्राको धेरै सफलताको शुभकामना पनि व्यक्त गर्न चाहन्छु मान्छे देखाउनु मान्छे उहाँलाई चाहिँ एकदमै यात्राको लागि शुभकामना व्यक्त गर्दै चाहन्छु धन्यवाद सेवा धन्यवाद सन्तोष हामी यो यता हामी सल्लाह गरिसकेका हुन्छौँ त्यसै गरी छोटो मन्तव्य राख्नको लागि म हाम्रो अतिथि दिपेन्द्र बाबुज्यूलाई कृपया आफ्नो मन्तव्य धन्यवाद सुमनजी यो अवसरको लागि सबभन्दा पहिले त नेपालबाट आफ्नो साइकलको यात्रामा यो विश्व सामान्य पर्दैन भन्नलाई तर फोटो खिच्यो भन्दा भयो नि किन लात मार्नु र अब मलेसिया हुँदै सिङ्गापुर इन्डोनेसिया भियतनाम हुँदै लाओस र विभिन्न देशहरूमा भने साइकलको यात्रा गर्दै गर्दा साँच्चीकै यो एउटा जोड आत्मीय कुराहरू नेपालीहरू वीर गोर्खालीहरू हाम्रो तपाईँको इतिहास नै लेखिएको कारणमा यो नेपालीहरूले कतिको साहसी हुन्छन् भन्ने कुरा चाहिँ आज यसमा निबन्ध हाम्रो भाइले सम्पूर्ण प्रतिनिधित्व गरेर साइकलको यात्राबाट यो विश्व नेपाललाई आफ्नो देशलाई मेरो भन्दालाई मेरो राष्ट्रिय ल वेलकम छ भाइ तामाङ दाइ आउनु गोर्खालीमा साहस गर्नुभएको छ साइकल ल्याएर कमिसन गर्नुपर्छ एकदमै सराहनीय छ र आगामी यात्राहरू पनि एकदमै सौहार्दपूर्ण र चाहिँ राम्रो बन्नेछ भन्ने कुरामा म विश्वास छु सिङ्गापुर हुँदै इन्डोनेसियातिर जसै हामीले पनि हाम्रा साथीभाइहरू हामीले चिने जानेका साथीभाइहरूलाई चाहिँ उहाँलाई साथ सहयोग गर्न र उहाँलाई स्केटिङ गर्नको लागि हामीले पनि पहल गर्नेछौँ जसै अहिले हाम्रो आसियानले 14 दिनको प्रकाशमा उहाँका सबै व्यवसायहरू तपाईँ अहिले यता बस्दिनु नि यसो जोडेर बस्नु सजिलो स्केटिङ गरेर चाहिँ ठुलो सफाइको गरेको छ अब उदाहरणसँग मलेसियामा रहनुहुन्छ र त्यसपछि सिङ्गापुर हुँदै विभिन्न देशहरूमा गएको मिलाउनै छिटो छिटो यात्राको लागि पनि शुभकामना छ र यो देशले नाम उच्च गर्नको लागि हाम्रो नेपाली टोपी होइन अहिले आएको टोपीमा सेवा गरे नेपाली टोपी नेपालको झन्डा बोकेर आउनु भएको छ एकदमै खुसी छ
हामी योमा पनि नेपाल प्रदर्शन गर्नहरू चाहिँ भाइसँग चाहिँ एउटा सानो सभा राखेको थियौँ। हामीले दिन सक्ने भनेकै यो सम्मान सहयोग हो। ल सहयोग उठाएर ल्याउनु सहयोग छिटो छिटो सहयोग गर्नुपर्छ। यो सहयोग यो एउटा सरकारलाई चाहिँ पोजिटिभ तरिकाले सकारात्मक तरिकाले लिनुहुन्छ भन्ने कुराको विशेष गर्दै म बिराउन चाहन्छु। हस्त सबैजना आइदिनु सबै सबैलाई थ्याङ्क यू सो मच। ताली ताली ताली। धन्यवाद हाम्रो अतिथि रूपमा आउनुभएका केन्द्र प्रधानमन्त्री वास्तवमा उहाँले भनेको जस्तै उहाँ आशी जुन साहस जुटाएर यसरी अर्थका साथ विश्व साइकलमा विश्व घुम्छु भनेर आफ्नो देशको झन्डा फहराउँदै हिँड्नुभएको छ। शिरमा ढाका टोपी, गोर्खाको पहिचान, गोर्खाको पहिचान, देशको झन्डा मेरो पनि सान हो। त्यो प्रति हाम्रो यो गरेको सम्मान मन्तव्य गर्न मन्त्रीको लागि धन्यवाद छ है। धेरै सँगले बनाएको उहाँ नेपालदेखि यहाँ मलेसियासम्म आइरहेछ। उनीहरूले हेल्प गर्नु होला। हेर्नु जति बाटो देख्यो भने त्यसो एक मिनट गर्नु होला। तर एक मिनट गऱ्यो भने त्यो मजाले पार काट्छ साथी भनेको होला है। भेटायो भने उनीहरू यसो हात मिलाएर पनि यो आइहाल्यो भन्नु सकिन्छ। अब होइन म त के भन्न चाहदिनँ भने तपाईँहरू आउनुभयो र लङ ड्राइभ गर्नुभयो अनि जानु माथिसम्म होइन। लङ ड्राइभ र सेफ्टीको लागि धन्यवाद उहाँको यो शुभकामनाको लागि। र मन्तव्य के राख्छु म छोटो मन्तव्य राखिदिनु लागि आगामी दिनमा लागि सल्लाह सुझाव शुभकामना चाहिँ भने पनि छोटो मन्तव्य राखिदिनुको लागि म नेपाल आदिवासी जनजाति महासङ्घ क्षेत्रीय समिति जोरका उपाध्यक्ष ईश्वर श्रेष्ठलाई माइक हस्तान्तरण गर्न चाहन्छु। धन्यवाद हाम्रो सरलाई सुमन सरलाई र विशेष धन्यवाद छ जे जस्तो भयो नि होइन। तपाईँलाई शुभकामना छ होइन। हामीले नेपालमा नाम चाहिँ राख्नलाई एकदम अगाडि बढ्नुभएको छ तपाईँले होइन। माथि लानु न। शुभकामना व्यक्त गर्न चाहन्छु। तपाईँको यात्रा भनेको सिङ्गापुरको रहेको छ होइन। सिङ्गापुरको अब नियम कानुनहरू चाहिँ तपाईँको अन्य देशहरूमा फरक छ। त्यसलाई एकदम तपाईँले ध्यान दिनु होला। किनकि मलेसियाको नियम र सिङ्गापुरको नियम चाहिँ एकदम फरक भएको कारणले तपाईँले शासन लिएर यात्रा गर्नु जस्तै तपाईँको अब सिङ्गापुरपछि तपाईँको थाइल्यान्ड भेट्न हुनुहुन्छ भन्ने यहाँ सुन्न पाएको छ होइन। अब कठिनाइ हुन्छ साइकलमा यात्रा गर्नुको लागि। कहिले घाम कहिले पानी मलेसियाको तपाईँले वातावरण देखिरहनु भएको छ होइन। तपाईँको 14 दिनको अनुभवमा त तपाईँले मिल्ने अब गइसक्नु भएको छ होइन। त्यसले तपाईँले अब यहाँ हाइवेमा अब साइकल रेस बनाइरहँदाखेरि तपाईँलाई पुलिसले पनि रोकिरहनु भएको हाम्रो भिडियोमा पनि देखिरहेको छ होइन। सबै नियमलाई तपाईँले फलो गर्नुपर्ने होला। किनकि हामी अर्को देशको नियम कानुनलाई फलो गरेर अगाडि बढ्नुपर्छ भन्दै तपाईँलाई आगामी दिनमा देशमा प्रतिबद्ध राख्नु भन्दै मेरो दिशाको धन्यवाद। पुरा भएको छ। आएर पुरा भएको छ। 146 दिनमा हामीले उहाँलाई भेट्न स्वागत गर्न पाएका छौँ। त्यसै गरी हामीले सबैको शुभकामना मन्तव्य सुन्यौँ। तर हामीसँग एकजना देवी पनि उहाँको सुन्न बाँकी रहेछ र उहाँको धेरै धेरै मिठाई शुभकामना आउँछ। त्यही भएर किरात रहिरहेका क्षेत्रीय समिति जोगनी कोषाध्यक्ष अलिक धेरै नै अर्थमन्त्री हुनुहुन्छ उहाँ पनि मन्तव्य राखेर उहाँलाई हौसला स्वरूप केही शब्दहरू राख्नको लागि हार्दिक अनुरोध गर्दछु। अगाडि आइदिनुहोला। त्यसो पनि धन्यवाद
मासु भात खानु भन्नु सक्यो धन्यवाद अनि हामीले साहित्यिक यात्रा सुन्नुभयो उहाँको लागि एउटा म गाना गाएँ त्यो पनि बोल्नु त सक्दैन के धन्यवाद उहाँको नाम अघि मैले भन्न बिर्सेछु नाम बोल्नुभन्दा सबैसँग माथि राख्छु देविका राईको पोसाक चोरी भन्छ सबैका भन्छ नाम मात्रै जुटायो भने माफ गर्नु ठुलो जान्छ नाम कट्ने बेसी हाल्छु के गर्दा अब अलिक थोरै मन्तव्य राख्नको लागि हामीले एउटा मन्तव्य राख्नु हामी जुन ठाउँमा आएर ठाउँ हामीले प्रयोग गरेका छौँ साउदाहरूको पनि केही मन्तव्य शुभकामना मन्तव्य कृपया उहाँहरू पनि हौसला छन् केही मन्तव्य राख्नु होला कृपया गोर्खाली रेस्टुरेन्टका ब्रान्च म्यानेजर अथवा साउदी सामान्य कृपया आएर दुई शब्द राखेको ब्रान्च म्यानेजरले चाहिँ उहाँको लागि एउटा गीत गाउँछु भन्नुभएको छ अहिले यो गीत अहिले सुनाउँदा र म छोड्नु हामी सबैले हाम्रो मन्तव्य राख्यौँ र उहाँहरूको यात्रा कस्तो हुनेछ 140 तपाईँहरूलाई सुन्न मन लागेको हो र उहाँहरूलाई बसेर नै दुवैजना राम्रो गरे केही मन्तव्य 140 कस्तो भयो त्यो पनि उहाँहरूबाट पनि जाओस् मन्तव्यमा सबैभन्दा बढी विश्वसनीय यात्राका तपाईँ बसेर भन्न सक्नुहुन्छ किन धेरै विरोध राख्नुहुन्छ धन्यवाद हाम्रो दाजुहरूलाई यो टाइम दिनुभएको छ अनि सबैजनालाई नमस्ते फेरि पनि मेरो नाम चाहिँ डाङ्गे नेपाली बेड भन्ने नेपाल सुर्खेत बेगबेसी नगरपालिका लेकबेसी नगरपालिका अनि 9 नम्बर वडा हो ठाउँको नाम चाहिँ 84 र रातपाडी भनेर पनि चिन्नुहुन्छ र आज नेपालबाट विश्व साइकल यात्रा गर्दै नेपाल इन्डिया बङ्गलादेश थाइल्यान्ड र अहिले मलेसिया आइपुगेको छु आज चाहिँ घरबाट निस्केको 146 दिन कम्प्लिट भइसकेको छ कार्तिकको दिनमा निस्केको थिएँ र अब चाहिँ 5 वटा देशको साइकल यात्रा गरिसकेपछि अब म जाँदैछु अझै 5 वटा देश अब यही आउँदो बिहिबार 19 तारिक चाहिँ म सिङ्गापुरबाट इन्डोनेसिया क्याम्बोडिया लाओस भएर चाहिँ ब्याक टु नेपालको प्लान गरेको छु अनि अझै लाग्छ होला सायद 2-3 महिना अझै लाग्न सक्छ आज चाहिँ हाम्रो जोरबारमा हाम्रो नेपाली सङ्घ संस्था सायद नेपाली दाजुभाइ दिदीबहिनीहरू यहाँ बोलाउनु भएको छ धन्यवाद हजुरहरूलाई पनि यति बोलाएर मान सम्मान सहयोग गर्नु भएको छ अनि त्यो विश्व साइकल यात्री भाइलाई सबैजनाले माया साथ सपोर्ट गर्नु भएको छ सबै जतिजना मलेसियामा बस्नु भएको नेपाली दाजुभाइ दिदीबहिनी हुनुहुन्छ सबैजनाले धेरै माया साथ सपोर्ट दिनु भएको छ सायद यो साथ सपोर्टले पनि अझै 10-15 कन्ट्री नै मेरो साइकल यात्रामा सफलता हुने छ हजुरहरूको साथ सपोर्टले अनि त्यही थ्याङ्क यू सो मच हजुरहरूले पनि हामीले इन्भाइट गरेर यति साथ सपोर्ट गर्नुभएको छ हाम्रो सरहरूले हाम्रो म्यामहरूले हाम्रो दाजु पत्रकार दाजुहरूले अनि हाम्रो होटलको म्यानेजर दाइ तथा साउदाहरूले सबैजनाले धेरै माया साथ सपोर्ट सहयोग साथै सम्मान व्यवहार गर्नुभएको छ अनि थ्याङ्क यू सो मच अनि यता हाम्रो कञ्चन दाइलाई पनि थ्याङ्क यू सो मच मलाई 14 दिन मलकाबाट चाहिँ यहाँसम्म स्टडी गरिदिनुभएको छ मलाई थाहा थिएन हाइवेमा पुलिसले हिँड्दैठिकै परै हाल्ने यहाँ चाहिँ तिम्रै खतरा हुन्छ तिम्रो लागि नै भनेर भन्नुहुन्छ हाम्रो दाइले चाहिँ त्यसरी त्यही कारणले पनि मलाई हरेक ठाउँहरू पुर्याइदिने बाटोघाटो सिकाइदिने चाहिँ हाम्रो कञ्चन दाइ नै हुनुहुन्छ थ्याङ्क यू सो मच हाम्रो लालबहादुर कञ्चन दाइलाई पनि भन्दै अनि हजुरहरूलाई पनि सबैजनालाई धन्यवाद दिएको छ अनि यहाँ
सम्मान गरिरहेको छ। हस्, धन्यवाद। दुई शब्द हिँडाएको छु। धन्यवाद। उहाँको 140को मनोबल ठुलो रूपमा सुस्वरूप अब उहाँलाई केलबाट मलगाबाट देवीको विभिन्न ठाउँसम्म एउटा त्यागपल गरेर एउटा पिलर गरेर सुरक्षितसँगले हामीसम्म यहाँसम्म लिएर आउनुभयो। उहाँको पनि केही हुने गर्छ। त्यस कारणले आज मेरो पनि उहाँको शब्द केही जाओस्, किनभने यो चाहिँ मैले उहाँलाई केही शब्द राख्न लगाएको भने पनि उहाँ भोलि अन्य देशमा जाँदै गर्दाखेरि पनि उहाँलाई देखेर पनि अन्य साथीहरू अन्य देशमा रहेका साथीहरूले सहयोग गर्नको लागि त्यो प्रेरणा मिल्नेछ भनेर चाहिँ त्यो त्यस कारणले सहयोग गर्नको लागि अन्य साथीहरूलाई त्यो मिल्नेछ। तपाईँको त्यस कारणले तपाईँको दुईवटा शब्द राख्नै पर्ने हुन्छ। हस्, मुखमा चाहिँ जोड्नु न। ठ्याक्कै आज 14 दिन भएछ मलाई बोलेको र भाइको बिडाहरू प्लेन गर्नुभयो। बाटोमा हिँड्दै पनि त्यो बिडा हेरेको र त्यही कारणले म पनि आफ्नो अब काम त छँदैछ। त्यो बाटो भाइले चाहिँ हामीले सहयोग पनि हुँदैन। आज 14 दिन भइसकेको र अहिले हामी यो मलाई गएको भाइले र अहिले हामी दोलमा छ। अहिले दोलमा हामी बुधबारसम्म यहाँ हामी हुन्छौँ र अहिले बिसाउनु प्रब्लम भएपछि भोलि बिसाउनु लागि जाँच गर्ने काम भएको छ। हामी त्यो 2 दिन गयो भएन र हामी भोलि गएर भाइको भिसा पुग्ने कोसिस गर्दैन र यसो ओभरस्टे भएको छ। बुधबार भाइले हामी यहाँबाट सिङ्गापुर बिहिबार हामी भाइलाई बिदाइ गर्नेछौँ र एक दुई ठाउँमा बोलाउनु भएको थियो भने सबैले अलिक भ्याएन। सम्पूर्ण भाइको विश्वास गरिएको काम गर्नुहुँदैछ। अब मैले गरिदिएर भाइले अब के कसरी बुझ्नुहुन्छ गरिदिनु होला। मेरो धन्यवाद। धन्यवाद बम्न सरलाई पनि र यहाँ सम्पूर्णलाई धेरै धन्यवाद। मलाई यो सहजीकरण गर्नको लागि यो मौका दिनुभएकोमा बम्न सरलाई विशेष धन्यवाद। त्यसै गरी सबैजनाको आउनुभयो, उहाँको सबैजनालाई धन्यवाद। अब हामीले एउटा फोटो सेसन गर्नेछौँ। त्यसै गरी हाम्रो चितम सरले उहाँको एउटा टिप्पणी छु भन्नुभएको छ। उहाँलाई टिप्पणी गरेर फोटो सेसन गर्नेछौँ। पहिले यसपालि के सुनेछौँ आज हाम्रो नै हो रमाइलो गर्ने है त। फोटो सेसन गर्नु सक्छ। फोटो सेसन फोटो खिचेर चाहिँ आउँदा फोटो सेसन गर्नु होइन त। फोटो सेसन सर मलाई एउटा फोटो सेसन हाम्रो आसियान र हाम्रो भाइको यो आज अलिकति बाहिर म हनुमानको तुलना देखाउनु ल। आउनुहोस्, वेलकम वेलकम। कृपया बिना हालेर आउनु होला। भयो सर भयो त यति बेला सम्झना फोटो सेसन गरिरहेको बेलामा सुदूर पश्चिमी समाज मलेसियाका वरिष्ठ अध्यक्ष श्री क्षेत्रीय समिति जोडमा क्षेत्रीय समिति जोडमा संरक्षक केशव बहादुर खड्का आइपुग्नु भएको छ। यो त भिडियो भयो एकछिनमा। आज लगाइदेऊ न। अझै फेरि आज त मैले तीनचोटि गर्नु पाइसकेँ। फोटो सेसनलाई थोरै थामिराख्यौँ। कृपया यो सम्मान ग्रहणमा नै हामी थोरै समय फेरि लिनेछौँ। भर्खरै हाम्रो वरिष्ठ मान्छे यसो भइरहेको मागी
तिनचोटि लगाइसक्नु भयो तपाईँले किन्नु भयो छैन तपाईँ भाग्यमानी त भन्नुहुन्छ नि खोल्नै जान्नु भने त के हो च्यातिदिनु न हौ खाएर च्याप्न सक्नु भएको छैन ल्याउनु मात्रै